राम्रै हो भनेको साथीले एक बनाइदियो त्यो चाहिँ भयो ल्याउन बिर्सेको यार पाइपबाट चाहिँ दौडिएको मेरो छैन ओम प्रकाश लेख्ने ओम बहादुर लेख्न बहादुर लामा थापा बयाले एउटा केही आउँछ ल मदन दाइ जाओस् एकछिन कतै दिएर दिएको एचआइभी पोजिटिभ निक्लिएर बर्बाद गर्ने गरी धेरै बेला लाग्दो रहेछ पाँच मिनट भयो नि होइन यो ग्रुप पनि छुट्याएर दिनु होला है पाउँछ कि गाडी पाउँछ गाडी पाउँछ राष्ट्र गुरु छुट्याएन पाउँछ विधि आइछ कि आइछ तर त्यसपछि अनि फेरि खेस दिनु है ठीक है नंबर लाउनु होला हजुर रगा दियो नि ए हातको त्यो रातो थियो नि यस्तो मस्यो अलि छिटै हो झर्दैन भाइ एकैछिन 5 मिनेट हो ए रामजी त्यहाँ गएर झ्यालबाट गएर यस्तो हान्न हुन्थ्यो यार अलि हटाएर क्या उहाँबाट सट्टा चिन्जानै हो हाम्रो यो सबै हावा लिनु भयो घाम लाग्यो आफ्नो रक्तदान गरिरहनु भएको छ।
Rama Rana. भइहाल्छ के भयो अब हातले प्रोफेसरलाई भन्नु होला के भन्छ यस्तो त्यस्तो हुन्छ अनि के पनि फरक हुन्छ 5 नम्बर है के भयो बस्नु दुख्यो रक्तदान नै जीवनदान हो भन्ने आत्मसात राखी जीवनदान रक्तदान गरौँ। रक्तदान नै जीवनदान हो भने आत्मसात राखी रक्तदान गरौँ। रक्तदान नै जीवनदान हो भन्ने आत्मसात राखी यसको खराब जीवन रक्तदान नै जीवनदान हो भन्ने आत्मसात राखी सङ्घको सक्रियतामा यही चिप्लेडोकामा रक्तदान नै जीवनदान हो भन्ने आत्मसात राखी हामीले रक्तदान कार्यक्रम सञ्चालन गरिरहेका छौँ। यदि कोही महानुभावले रक्तदान गर्न चाहनुहुन्छ भने आएर रक्तदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। उपस्थित महानुभावहरू रक्तदान दिन इच्छुक जो कोहीले पनि रक्तदान दिन आउन सक्नुहुन्छ। दाजुभाइ रक्तदान जस्तो ठुलो दान कुनै पनि होइन। जो कोही पनि
आज चिप्रे ढुङ्गाको चौतरामा पोखरा फोटोग्राफरसँगै रक्तदान नै जीवनदान हो भन्ने आत्मसाथ राखेर रक्तदान कार्यक्रम सञ्चालन गर्न गइरहेका छौँ। कोही हौसला दिनेछ भन्ने आशा गरेका छौँ। डर लाग्यो मेरो फर्मै भरेन मेरो फर्म भर्दैन ल भर्नु एउटा माधव प्रसाद एउटा फर्म दिनु भाइ फर्म एउटा अलिअलि मलाई त एक पॉइंट पनि फिल भएन त्यो चलाउनु बरु अहिले खोलेर चलाउनु अलिअलि दुईटा हात होइन एउटा मात्रै के हात तपाईँ पनि के गइराखेको रक्तदान कार्यक्रममा यहाँहरू चाहिँ भाग लिइदिनु हुन विनम्र अनुरोध गर्दछु। इच्छुक रक्तदान कुमारले नि आइछ भन्थे क्या पापा मान्छेको यस्तो आइरहेको हुँदैन आइछ भन्थे कि कुमारले नि मलाई आइछ अहिले आइछ हुँदैन आइछ कि मेरो जग्गा दिन राम्रो हुन्छ आएको हो कुमारले आइछ भन्थे म सबै तङ्ग रक्तदान दिँदैमा कमजोरी हुन्छ भन्ने किसिमको चाहिँ कुनै सोचाइ राख्नु हुने मानवहरू यहाँ आए उहाँ तपाईँहरूको चाहिँ प्रेसर हेरेर दिने कार्यक्रम हुन्छ त्यसका मेरो होला नौ भाइ बसिसक्यो आत्तिनु पर्दैन कति 25 वटा हुन्छ
रक्तदान नै जीवनदान हो भन्ने आत्मसाथ राखी उपस्थित नम्बर चाहिँ मिल्दैन क्या मिल्छ शिक्षा नेपालीको दसमा त्यही यता हेरे नि हुन्छ फिलहाल नेपाली रक्षक महानुभावहरू रक्तदान दिने उहाँहरू यहाँ सभामा आइ आफ्नो रक्तको रक्त परीक्षण गरी यहाँले रक्तदान दिन सक्नुहुनेछ कति वर्ष भयो भर्खरै मात्र यहाँ 12 जना व्यक्तिहरूले रक्तदान दिइसक्नु भएको छ परीक्षण गरी रक्तदान दिनु हुन देश सहयोग पुर्याउनु हुन अनुरोध गर्दछौँ तपाईँलाई रगत चाहियो यता कसैलाई रगत चाहियो भने तपाईँ त्यो कहाँ जानुभयो भने त्यो रगत तपाईँलाई फेरि फोटोग्राफर भाइको नाम के अरे 13 नम्बर परेको क्या ब्याग 13 नम्बर परेको 1 नम्बर कार्यक्रम सञ्चालन गर्न गइरहेका छौँ डाक्टर फोटोग्राफर सङ्घको सक्रियतामा आज तेह्र लेखिएको हुँदा 12 यही थियो 13 लेख्ने क्या होइन 12 के नाम राजन दादाको होइन रक्तदान कार्यक्रम सञ्चालन गरिरहेको छ उक्त रक्तदान कार्यक्रममा सहभागी भई सहयोग पुर्याइदिन हार्दिक अनुरोध गर्दछ है कहिले त्यो आज यस पोखरा फोटोग्राफर सङ्घको सक्रियतामा रक्तदान नै जीवनदान हो भन्ने आत्मसाथ राखी रक्तदान कार्यक्रम सञ्चालन गरिरहेका छौँ भन्ने आत्मसाथ राखी यस कार्यक्रम सञ्चालन गरिरहेका छौँ जीवनदान नै रक्तदान हो भन्ने आत्मसाथ राखी यस पोखरा नगरीका इच्छामान बुद्धाचार्यबाट 24 पटक रक्तदान गर्नुभएकोले उहाँलाई आज हामीले प्रमुख अतिथिको रूपमा समावेश गरेका छौँ यस्तो पुरस्कारलाई त दियो अब 40 वर्ष पुगेको मान्छे हाम्रो बाबु नि राखिदिन्छौँ ल हाम्रो बाबु नि राखिदिन्छौँ क्या के फरक पर्छ है तपाईले के दिनुपर्छ के धेरै हो होला
कति पास त्यही त मलाई चाहिए राम्रो छ रक्तदान कार्यक्रम सञ्चालन गरिरहेको छौँ। उक्त कार्यक्रममा सहभागी भई जीवन रक्तदान नै जीवनदान हो भन्ने आत्मसात राखी यस पोखराको चिप्रे ढुङ्गामा रक्तदान कार्यक्रम सञ्चालन गरिरहेका छौँ। उक्त रक्तदान कार्यक्रममा सहभागी भई सहयोग पुर्याइदिन हामी पोखरा फोटोग्राफर सङ्घ परिवार हार्दिक अनुरोध गर्दछौँ। यस पोखरा फोटोग्राफर सङ्घको सचेततामा जीवनदान नै रक्तदान हो भन्ने आत्मसात आनन्द लाग्यो। बिन्दावासीको पूजा गरेर आएको हो ठन्डा हुने गीत
फोटोग्राफरलाई सहयोग पुर्याइदिन हामी यस पोखरा फोटोग्राफर सङ्घको सक्रियतामा आयोजना भएको यस रक्तदान कार्यक्रममा हामीले पोखरामा सबैभन्दा बढी रक्तदान गर्ने अतिथि महानुभाव चाहिँ इच्छामान पूजाचार्यलाई हामीले प्रमुख अतिथि बनेका छौँ। उहाँबाट नै आज यस रक्तदान कार्यक्रममा रक्तदान गर्ने महानुभावलाई प्रमाणपत्र दिने व्यवस्था गरेका छौँ। यसै सिलसिलामा अब हामी यस रक्तदान कार्यक्रमको प्रमाणपत्र दिने कार्यक्रमतिर लगाइरहेका छौँ। उक्त कार्यक्रममा यस कार्यक्रमका प्रमुख अतिथि इच्छामान पूजाचार्यलाई आफ्नो आसन ग्रहण गरिन अनुरोध गर्दछु। यसै गरी यस पोखरा फोटोग्राफर सङ्घका अध्यक्ष मनन सुब्बालाई आफ्नो आसन ग्रहण गरिदिन अनुरोध गर्दछु। यसै गरी यस रक्तदान कार्यक्रम सञ्चालन गर्न हामीले पोखरा फोटोग्राफर सङ्घको एउटा संयोजक समिति गठन गरेका छौँ। उक्त संयोजक समितिका संयोजक रामजी थापालाई आफ्नो आसन ग्रहण गर्न अनुरोध गर्दछु। अब यसै रक्तदान गर्न रक्तदाताहरूलाई प्रमाणपत्र दिन आजका हाम्रा प्रमुख अतिथि इच्छामान पूजाचार्यज्यूलाई अनुरोध गर्दछु। आज यस रक्तदान कार्यक्रममा रक्तदान गर्ने रक्तदाता यस पोखरा फोटोग्राफर सङ्घका कार्यकारी सदस्य ओम प्रकाश थापाज्यूलाई आफ्नो प्रमाणपत्र लिइदिन अनुरोध गर्दछु। यसै गरी यस सङ्घकै सदस्य देवेन्द्र बहादुर गोडालाई आफ्नो प्रमाणपत्र लिन अनुरोध गर्दछु। यसै गरी कविता राणालाई आफ्नो प्रमाणपत्र लिइदिन अनुरोध गर्दछु। यसै गरी यस रक्तदान कार्यक्रममा रक्तदान गरी सहयोग पुर्याउने निर्मला तिवारीलाई आफ्नो रक्त प्रमाणपत्र लिइदिन अनुरोध गर्दछु। यसै गरी हाम्रो यस कार्यक्रममा रक्तदान गरी सहयोग पुर्याउने वीरेन्द्र थापाज्यूलाई आफ्नो प्रमाणपत्र लिइदिन अनुरोध गर्दछु। वीरेन्द्र थापा। यसै गरी पोखरा फोटोग्राफर सङ्घका सदस्य घनश्याम पौडेलज्यूलाई आफ्नो प्रमाणपत्र लिइदिन अनुरोध गर्दछु। यसै गरी पोखरा फोटोग्राफर सङ्घका निवर्तमान अध्यक्ष शुक्ला नेपालीलाई आफ्नो प्रमाणपत्र लिन अनुरोध गर्दछु। यस रक्तदान कार्यक्रममा सहयोग पुर्याई रक्तदान गर्ने शुक्रराज लम्सालज्यूलाई आफ्नो प्रमाणपत्र लिइदिन अनुरोध गर्दछु। यस रक्तदान कार्यक्रममा रक्तदान गरी सहयोग पुर्याउने रक्तदाता गोविन्द श्रेष्ठज्यूलाई आफ्नो प्रमाणपत्र लिन अनुरोध गर्दछु। यसै गरी यस रक्तदान कार्यक्रममा रक्तदान गरी सहयोग पुर्याउने राजन थापाज्यूलाई आफ्नो प्रमाणपत्र लिन अनुरोध गर्दछु। राजन थापा। यसै गरी यस
पोखरा फोटोग्राफर सङ्घले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गरी सहयोग पुर्याउने सोमबहादुर मालज्यूलाई आफ्नो प्रमाणपत्र दिन अनुरोध गर्दछु। यसै गरी पोखरा फोटोग्राफर सङ्घका सदस्य नवराज ओराज्यूलाई आफ्नो प्रमाणपत्र दिन अनुरोध गर्दछु। यसै गरी यस रक्तदान कार्यक्रममा रक्तदान गरी सहयोग पुर्याउने श्रीमती मिरु साई लम्साज्यूलाई आफ्नो प्रमाणपत्र दिन अनुरोध गर्दछु। यसै गरी रक्तदान कार्यक्रममा पोखरा फोटोग्राफर सङ्घका सदस्य भक्तबहादुर तमानज्यूलाई आफ्नो प्रमाणपत्र दिन अनुरोध गर्दछु। यसै गरी पोखरा फोटोग्राफर सङ्घका कार्यकारिणी सदस्य तुलसी सुगणीज्यूलाई आफ्नो प्रमाणपत्र दिन अनुरोध गर्दछु। यसै गरी यस पोखरा फोटोग्राफर सङ्घले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गरी सहयोग पुर्याउने रत्ना गुबाज्यूलाई आफ्नो प्रमाणपत्र दिन अनुरोध गर्दछु। यसै गरी यस पोखरा फोटोग्राफर सङ्घले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गरी सहयोग पुर्याउने विष्णुनारायण श्रेष्ठज्यूलाई प्रमाणपत्र दिन अनुरोध गर्दछु। यसै गरी पोखरा फोटोग्राफर सङ्घका वरिष्ठ सल्लाहकार गणेश छविज्यूलाई आफ्नो प्रमाणपत्र दिन अनुरोध गर्दछु। यसै गरेर धन्यवाद। सहयोग गर्नुभएका हाम्रा साथीहरूलाई सर्वप्रथम म न्यानो अभिवादन टक्राउन चाहन्छु। रक्तदान जीवदान भन्ने शब्द सायद यो अब धेरै जानकारी गराइराख्नु नपर्ला जस्तो लाग्छ, किनभने मानिसहरूले थाहा पाइसके कि यदि कोही मानिस बिरामी भएको मानिसलाई रगत चाहिएको खण्डमा उसलाई रगत नै चाहिन्छ, न कि उसलाई चाहिँ कुनै औषधिले काम गर्छ। उसको शरीरमा यदि रगतको कमी भयो भने रगत नै चाहिन्छ। रगत नभयो भने त्यो बिरामीको मृत्यु पनि हुन सक्छ। तसर्थ यदि कुनै बिरामीलाई चाहिँ हामीले जीवनदान गर्नु छ भने आजदेखि रक्तदान कार्यक्रम जस्ता कार्यक्रमहरूमा हामी रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्नु भई आफूले गरेको एक युनिट रगतले कोही बिरामीको जिन्दगी उसको आयु बढ्छ भने त्योभन्दा ठुलो धर्म कुनै पनि हुँदैन। मानिसको सबभन्दा ठुलो धर्म भन्नु नै रक्तदान जीवनदान हो। र यति भन्दै म आफ्नो सानो वक्तव्य टुक्राउन चाहन्छु। र टुक्राउनुभन्दा पहिला यस पोखरा फोटोग्राफर सङ्घले जुन मलाई आज यस कार्यक्रमको प्रमुख अतिथिको लागि निम्त्याउनु भयो, उहाँहरूप्रति म पनि धेरै कृतज्ञता व्यक्त गर्न चाहन्छु। र उहाँलाई पनि म के भन्न चाहन्छु भने उहाँहरूले आगामी दिनहरूमा पनि यस्तै रक्तदान कार्यक्रमहरू अरू विस्तार गर्दै लैजाओस् भन्ने म यही मञ्चबाट एउटा शुभकामना दिन चाहन्छु। धन्यवाद। धन्यवाद।